हुन्छ, परमेश्वरलाई धन्यवाद। आज पनि यो सुन्दर बिहानमा फेरि पनि म मेरो परमेश्वरलाई धन्यवाद दिँदै हजुरहरूको अगाडि आएको छु। यो सुन्दर बिहानमा हजुरहरू जागै हुनुहुन्छ होला भन्ने मलाई विश्वास लागिरहेको छ होइन। यो वचन चाहिँ ध्यान दिएर सुन्नु होला। अगाडिको भिडियोहरूमा नि हामी तरकारी फुल होइन हरेक कुराहरू म जे हाल्छु, कुनै भिडियोहरूमा त परमप्रभुको नाम उच्चारण गरेको छैन र प्रायः जस्तो भिडियोमा परमप्रभुको नाम उच्चारण गरेको छु मैले होइन। परमेश्वरलाई महिमा भएको होस्। यहाँ यो सुन्दर बिहानमा चाहिँ म धर्मशास्त्र पवित्र बाइबल बिलाप 3को 36देखि 41सम्मको वचनलाई म हेरिरहेको छु। बिलाप 3को 36देखि 41। यहाँ यसरी लेखेको छ धर्मशास्त्र पवित्र बाइबलमा, कुनै मानिसलाई इन्साफदेखि वञ्चित गर्ने जस्ता कुराहरूलाई परमप्रभु हेर्न सक्नुहुन्न। परमप्रभुले आज्ञा नगरुन्जेल कसले अराएको पुरा भएको छ? के सर्वोच्च परमेश्वरको मुखबाट विपत्ति र राम्रा कुराहरू निस्कँदैनन्? आफ्नो पापका दण्डको निम्ति मरणशील मानिसले किन गनगनाउने? हामी आफ्ना पाप जाँचेर हेरौँ र हामी परमप्रभुतिर फर्कौँ। हामी हाम्रा हात अनि हृदय स्वर्गका परमेश्वरतिर उठाउँ। हालेलुया। हेर्नु त, परमेश्वरलाई महिमा भएको होस्। आजको सुन्दर बिहानको वचनले हजुरहरूलाई आशिष मिलेको होस् र महिमाको निम्ति अघि बढ्न र पश्चाताप गर्न सहायता गर्नुभएको होस् भन्दै म प्रार्थना गर्नेछु। धन्यवाद।